हेलो गाइज, गुड मर्निङ। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु होइन। सबैजनाले राम्रोसँग तिहार मनाउनु भयो होला होइन। अब नेपालीको महान चाड भनेको विजयादशमी र तिहार भनेको निम्ति भने भाइटिका जो सबैले राम्रोसँग मनाउनु होला होइन। मैले त अब मनाइनँ होइन। अब मनाउने भनेको त अब जब नेपाल जान्छु तब मनाउँछु होइन। त्यसपछि त्यस्तै हो। सबैजना भैले सैले पनि खेल्नु भएको होला होइन। त्यसको लागि अब रमाइलो गर्ने रमाउनु गएको छ जिन्दगी होइन। त्यसो आज मलाई ठुलो वज्रपात गरेको छ होइन। के वज्रपात गरेको छ भनेपछि म बिहान स्कुल आउने बेलामा होइन रुमबाट निस्केँ। त्यसपछि ट्रेन चढ्यो होइन। ट्रेन चढेर टक्क लाइन ट्रेन चढ्यो। त्यसपछि टक्क लाइन ट्रेनबाट झऱ्यो होइन। टक्क लाइन ट्याक्सी अब साइकलमै स्कुल आउनुपर्छ। साइकलमा 10 मिनट लाग्छ होइन। स्कुल आउने क्रममा चाहिँ मेरो साइकलले मलाई आज धोका दियो। मेरो साइकलले मलाई धोका दियो होइन। के धोका दियो भन्नुहुन्छ भनेपछि यसो पार्किङ एरियाबाट साइकल निकालेर 2 मिनट अगाडि हिँडेको थिएँ। पहिलो मेन कुरो त सुरुमा चैन छिन्यो होइन। चैन छिनिसकेपछि अब साइकलै नचल्ने भयो। दोस्रो कुरो यस्तो डुलाउँदै आउँदै क्रममा तपाईँको छुची र त्यो साइकलमा हावा पर्ने छुची हुन्छ नि, छुची कता गयो। अब भो छुची खोज्न लाग्छु, छुची नै भेटाउँदैन होइन। अब झन् 2टा समस्या आइपुग्यो। त्यसपछि अब नेपालमा हो 20 रुपियाँ छुची, 20 रुपियाँ त छुचीलाई देखि चैनलाई कति पर्यो थाहा भएन होइन। अब यहाँ कति भन्छ भन्ने कुरामा म आफै यहाँ दोधारमा छु होइन। कममा पनि मलाई बिहान तपाईँको कति घाट लाग्छ है अब थाहा छैन। म देखाउने नै छु होइन। अब घाटा त कति टन्नै लाग्छ होला कति लाग्यो। अब हेरौँ के कस्तो हुन्छ। अब घाटा लागि बनाउनै पर्यो होइन। अब पञ्चायत त्यसमा पञ्चायत पनि भइदिए भए आज झन् खतम हुन्छ। तपाईँको पञ्चर बनाएको कममा पनि 1600 जान्छ। त्यसपछि तपाईँको पञ्चर बनाएको 1600 जान्छ। त्यसपछि तपाईँको चैन छिन्नेको कतिले जान्थ्यो। अब म 2000 छु। बिहान कमाउनु मेरो किनभने कति पैसा सकिने थाहा भएन होइन। अब यसै चालो भने त नेपालमा बिहान साइकल चलाउनु सकिन्न जाँदा गाह्रो छ। फाइनली म चाहिँ साइकल स्टोर आइसकेँ होइन। टक्क लागि म चाहिँ साइकल स्टोर आइसकेको छु होइन। बर्थडेलाई खोज्नुपर्छ होइन। त्यही त साइकल स्टोर होइन। साइकल स्टोर आइसकेको छु। अब के कस्तो हुन्छ हेर्दै जानुहोस् सबैजनाले। अब कति चुना लाग्ने, कममा पनि 2000 भन्दा कम धेरै चुना लाग्ने होला होइन। चैनलाई कति भन्ने कति महँगो भन्छ थाहा भएन होइन। अब फर्स्ट टाइम फेयर लाग्छु थाहै छैन होइन। अब पञ्चर त मैले म पनि उकाइमा बनाएको त्यहाँ 1400 रुपियाँ लाग्थ्यो होइन। अब यहाँ कति लाग्छ पञ्चर भया छ कि छैन भन्ने कुरामा पनि दिन्छ होइन। सपर पञ्चर नहोस् भन्ने भन्न चाहन्छु। यदि पञ्चर भयो भने चाहिँ पञ्चर पनि बनाउनु पर्छ होइन। नत्र भने त हिँड्दै साइकलको त पञ्चर नभए छुट्टी त हराउँदैन होला निश्चय पनि। अब के गर जस्तो लागेको छ आज कसको के मुख हेरेर आएर चाहिँ बिहान। त्यही त फाइनली साइकल चाहिँ मैले दिइसकेको छु होइन। के कस्तो हुनु दिइसकेको छु। साइकल बन्दैछ।
के कति खर्च आउने हो थाहा छैन, हेर्दै जाउँ अब खर्च आयो भने तिर्ने ठिक गराउनै पऱ्यो होइन ठिक्क लाइन त्यसले नयाँ ल्याइसक्यो, नयाँ ल्याइसकेपछि सामान गर्ला अब के गर्ने खै डर लागेको छ, डर लाग्यो अब यस्तै हुन्छ साइकल स्टोर तपाईँको गर्दाखेरि यस्तो कतिखेर हुन्छ सुन्नु मन छैन त्यही त नेपालमा मैले 20 रुपियाँ 30 रुपियाँ बनाउँथ्यो पञ्च यहाँ चाहिँ गर्दा 16-17 चैन छिन्नेको त्यसपछि गाह्रो छ गाह्रो। फाइनली गाइस यसको जरो पनि पत्ता लागिसक्यो होइन, अब ट्युब घोक्ला होइन। यो साइकलले दुःख दिनुभयो मलाई होइन, धेरै दुःख दिनुभयो। एकैचोटि 3टा कुरा भयो आइपुग्यो त, 3टा पनि 2टै भनौँ पञ्चर टाल्ने र मेन्टेनेन्स तपाईँको चैन फेर्ने, दुईवटा कुरा आयो होइन। अब नयाँ ट्युब हाल्छु भन्दाखेरि 3900 भन्छ, त्यति साह्रो महँगो छ। ओहो पञ्चर टालेको 1650 हुन्छ, डुबिन्छ हो कमा पैसा त सबै यति जान्छ। फाइनली बनिसक्यो होइन, अब पैसा चाहिँ कति भन्ने हो अब थाहै छैन होइन। स्कुटीको प्राइस 1,51,800 रुपियाँ छ। यो देखाएर के काम भयो र, अब टक्क लागि पैसा तिर्ने होला कति भन्छ है, पैसा कति भन्छ अब हेर्नुहोस्। यो कुरा अननको ट्रेन गोप्याकको गोजियो 1650 भनिसक्यो होइन। गोप्याकको गोजियो अब पैसा दिनुपर्ने रहेछ 1000 रुपियाँ। त्यसपछि सिको त नाइ मैले 1700 दिएको छु नाइ नै अब काम छैन भने त काम छैन भने आज होइन, अब के गर्ने पैसा पनि छैन। 1700 रुपियाँ 1600 रुपियाँ एकैछिन लगिले हो, के गर्ने अब साइकलले दुःख दिन्छ। अब साइकलले दुःख दिएपछि के गर्नु अब यस्तै रहेछ जिन्दगी होइन, गाह्रो छ हेर्नुहोस्। अब साइकल पञ्चर गरेको मात्रै त लगेन कि, साइकल पञ्चर गरेको र चैन त्यो चाहिँ सेकेन्ड ह्यान्ड चैन चाहिँ त्यत्तिकै हालिदियो होइन। 1650 लगिसक्यो। अब यस्तै हो, एकापट्टबाट कमाउने हुन्छ, एकापट्टिबाट किनभने जान्छ, गाह्रो छ। पञ्चर पनि यत्रैको पञ्चर थियो, त्यही पनि 16, त्यही पनि किनभने त्यो चैन पनि पातलो खालको चैन हाल्दा थियो कि म अलिकति गाडी आउँछ यस्तो चैनै देखिने यार, कहाँबाट गइल तपाईँहरूलाई। फेरि म बाटोमा छु क्या, यो हाइवेमा छु होइन, अहिले गाह्रो छ यहाँ। कामबाट आएको निद्रा पनि लागेको छ फेरि। ए यसरी तोपिया खा यो चैन चाहिँ यहाँ देखिन्छ होइन, अलिअलि देखिन्छ होइन, तर यो तोपिया खा सबै यसैले होइन। त्यही त फाइनली चुना लाग्यो आज 1700 रुपियाँ चुना लाग्यो बिहान बिहान।